सूर्यको गर्मीले नेपाललाई गरिब बनाइरहेको छ। दुबई र कतार जस्तो खाडीको मरुभूमि देशभन्दा पनि नेपालमा मुख्य सहर वीरगञ्ज, नेपालगञ्ज, विराटनगर र जनकपुरमा 37 डिग्री सेल्सियसदेखि 38 डिग्री सेल्सियस धेरै तापक्रम हुन्छ। नेपालमा हिटवेभ एउटा मौसम परिवर्तन मात्र नभई राष्ट्रिय आपतकालीनको अवस्था बनिसकेको छ र चिन्ता गर्ने कुरा के हो भने गर्मी भर्खरै मात्र सुरु भएको छ। वैशाख र जेठमा यस्तो हालत छ भने आउने दिनमा के हुन सक्छ भनी सोच्न पनि गाह्रो छ। यो भिडियो केवल समस्या देखाउनलाई मात्र होइन, अन्त्यमा यो समस्यासँग जुझ्न 5 वटा उपाय अपनाउन सकिन्छ। हामी प्रत्येक दर्शकलाई यो समस्याको एउटा पाठ बनाउन चाहन्छौँ। यदि तपाईहरूलाई मेरो यो खोजमूलक काम मनपर्छ भने कृपया च्यानललाई अहिले नै सब्स्क्राइब गरिदिनुहोला। च्याप्टर 1 इकोनोमिक डेन्जर। सूर्यको गर्मीले नेपाललाई गरिब बनाइरहेको छ। यो कुरा सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ, तर आज पनि नेपालको 30% जनसङ्ख्या कृषि र शारीरिक श्रममा आधारित काम गर्छ, जस्तै खेती, सडक वा भवन निर्माण र सडक किनारामा पसल राख्ने वा ठेलागाडामा सामान बेच्ने। इन्टरनेसनल लेबर अर्गनाइजेसन र वर्ल्ड ब्याङ्कको प्रतिवेदन अनुसार नेपालको श्रम शक्तिको 84.6% औपचारिक र इन्फर्मल सेक्टरमा निर्भर हुन्छ। गर्मीले गर्दा काम गर्ने मानिसहरूको प्रोडक्टिभिटी 5 देखि 10% घट्छ। मानिसहरूलाई डिहाइड्रेसन, छिटै थकान लाग्छ र काम गर्ने क्षमता कम हुँदै जान्छ। नेपालको बहुसङ्ख्या श्रम शक्ति गर्मीले गर्दा काम गर्न सक्दैन भने देश कसरी अगाडि बढ्छ? हामी अफिसमा फ्यान र एसीमा बस्छौँ, तर देशको लाखौँ मानिसहरूको अवस्था फरक छ। ग्लोबल क्लाइमेट रिस्क इन्डेक्सका अनुसार नेपाल विश्वकै जलवायु परिवर्तनको जोखिमको हिसाबले टप 10 मोस्ट सेन्सिटिभ देशहरूभित्र पर्छ। एसिया डेभलपमेन्ट ब्याङ्कका प्रतिवेदन अनुसार जलवायु सङ्कट वा बढ्दो तापक्रम रोक्न सकिएन भने सन् 2050 सम्म नेपालको वार्षिक जिडिपीको 2% घट्छ। यो आर्थिक क्षति रोक्न सकिएन भने बिस्तारै बढ्दै सन् 2100 सम्म 9.9% पुग्न सक्छ। अर्को तथ्याङ्क हेर्ने हो भने जलवायु विपदका कारण औसत 30 अर्ब 53 करोड, तपाईँ आफै हिसाब गर्न सक्नुहुन्छ कि अमेरिकी डलर हुन्छ? तल कमेन्ट गर्नुहोला। नेपाल सरकारले हरेक वर्ष अनुकूलका लागि बजेट छुट्याइन्छ, जस्तै आर्थिक वर्ष 2024-25 मा 10 अर्ब 14 करोड छुट्यायो, जसमा 13.7% मात्र खर्च भयो। सोच्नुहोस् त, एकातिर बजेट खर्च हुँदैन, अर्कोतिर गर्मी र बाढी पहिरोले अर्बको नोक्सान भइरहेको छ। यदि यो सङ्कट समयमै व्यवस्थापन गर्न सक्यो भने यो अर्बको नोक्सान भइरहेको पैसा एजुकेसन र हेल्थ क्षेत्रमा डबल बजेट बनाउन सकिन्छ, जस्तै सर्वसाधारण वा गरिब दुखीलाई अप्रत्यक्ष रूपमा सहयोग गर्न सकिन्छ। वातावरणीय अनुसार हेर्ने हो भने यो पैसा देश विकासको लागि प्रयोग गर्न सकिन्छ। प्राकृतिक विपदका हिसाबले नेपाल विश्वकै 4थो स्थानमा छ। सायद हाम्रो नेताहरूले अरू कुनै राजनीतिक प्याकेजभन्दा वातावरण जोखिमलाई बढी गम्भीरतापूर्वक लिनुपर्छ। 1 मिनेट, हामीमध्ये सहरमा बस्ने कतिपय मानिसहरूको घरमा एसी छ। हामी सोच्छौँ गर्मी भयो भने एसी चलाउँछौँ नि, तर वास्तवमा एसी जस्तो सुविधा पनि समाधान होइन, बरु उल्टै HFC अर्थात् हाइड्रोफ्लोरोकार्बन जस्ता ग्यासहरू र तातो हावा बाहिर निकालेर समस्या झन बढाउँछ। किन? किनकि एसी चलाउन ठुलो मात्रामा बिजुली चाहिन्छ। नेपालमा 95% बिजुली हाइड्रो पावरबाट उत्पादन हुन्छ, तर धेरै प्रोजेक्ट रन अफ रिभर भएकोले वैशाख जेठको खडेरीमा नदीको प्रभाव घट्छ र विद्युतीय उत्पादन पनि वात्तै घट्छ। त्यही समयमा एसी र फ्यानको माग अत्याधिक हुन्छ।
त्यसैले नेपाललाई भारतबाट कोइला आधारित विद्युतीय आयात गर्न बाध्य बनाउँछ। एसीको अप्रत्यक्ष रूपमा बाहिर कोइला जलाउन र कार्बन उत्सर्जन बढाउन सहयोग गरिरहेको हुन्छ। च्याप्टर 2 हिटवेभ भनेको के हो? हामीले बुझ्यौँ कि हिटवेभले हाम्रो अर्थतन्त्रमा कस्तो गम्भीर असर पार्छ। के हिटवेभलाई प्राकृतिक विपद र राष्ट्रिय आपतकालीन अवस्था जस्तै मान्नुपर्छ कि पर्दैन साथीहरू? सबैभन्दा पहिले हिटवेभ वास्तवमा के हो? अब कुरा गरौँ नेपालमा हिटवेभ कसरी देखा पर्न सक्छ। के तपाईहरू कहिले साउना वा कुनै यस्तो बन्द कोठामा जहाँ हावा आउन जाने व्यवस्था छैन, केही मिनेटमै शरीरबाट पसिना आउन थाल्छ, शरीर छटपट र असहज महसुस हुन थाल्छ? हिटवेभ पनि प्राकृतिकमा ठ्याक्कै यही प्रक्रियाबाट उत्पन्न हुन्छ। जब वायुमण्डलको माथिल्लो भागमा हाई प्रेसरको अवस्था सिर्जना हुन्छ तब त्यहाँ हावाको प्राकृतिक प्रवाह अवरुद्ध हुन थाल्छ। हाई प्रेसरका कारण तातो हावाहरू जमिनतर्फ थिचिन्छ। जमिनले परिवर्तन गरेको ताप वायुमण्डलको माथिल्लो तहमा जान पाउँदैन र त्यही क्षेत्रमा थुनिएर बस्छ। यो ताप बाहिर जान पाउँदैन र समुद्र वा हिमाली भेगबाट नयाँ चिसो हावा पनि प्रवेश गर्न सक्दैन। त्यसैले यसलाई वैज्ञानिक भाषामा हिट डोम भनिन्छ। यो अवस्था ठ्याक्कै प्रेसर कुकर जस्तै हो, जहाँ तातो हावा भित्रै थुनिएर लगातार बढ्दै जान्छ। जल तथा मौसम विज्ञान विभाग अनुसार तराईमा लगातार केही दिन 40 डिग्री सेल्सियस वा सोभन्दा बढी र पहाडमा औसतभन्दा बढी पुगेमा लु अर्थात् हिटवेभ घोषणा गरिन्छ। हिटवेभ वातावरणीयमा तातो हावा थुनेर हिटडोम सिर्जना हुने घातक वातावरणीय अवस्था हुन्। नेपालको तराईमा लगातार 40 डिग्री सेल्सियस वा बढी र पहाडमा 30 देखि 35 डिग्री सेल्सियस तापक्रम बढेमा हिटवेभ घोषणा गरिन्छ। जस्तै मानव स्वास्थ्य, मानसिक अवस्था, मानिसले गर्ने प्रोडक्सनमा गम्भीर असर पुर्याउनु साथसाथै व्यवस्थापन प्रणालीको कमीका कारण सिर्जना हुने अर्बन हिट आइल्यान्ड इफेक्टले गर्दा वीरगञ्ज, नेपालगञ्ज र विराटनगरका सहरहरूमा 3 डिग्रीदेखि 60 डिग्री सेल्सियससम्म बढी तापक्रम हुने गर्छ। च्याप्टर 3 सोलुसन। नेपालमा सिसाका भवनहरूको अन्धाधुन्ध नक्कलले गर्दा गर्मी र एसीको प्रयोग अत्याधिक बढेको छ। यसको सजिलो समाधान प्रकृतिमै छ। जस्तै सिङ्गापुरको भित्ते बगैँचा अर्थात् भर्टिकल गार्डन बनाएको छ र नेपालमा पनि पुराना बगैँचा तथा बरपिपलका रुखहरू छन्। एउटा आँपको रुखले 81 टन कार्बन सोर्स र एसीहरूभन्दा बढी वातावरणीय फाइदा पुर्याउँछ। त्यसैले एसी र सिसाका भवन रोज्नुभन्दा प्रकृति जोगाउनु, रुख रोप्न र आफ्नो सोच बदलिनु नै मुख्य समाधान हो। त्यसैले यो समस्यासँग जुझ्नका लागि 5 वटा उपायहरू अपनाउन सकिन्छ। जस्तै बढीभन्दा बढी रुख रोप्ने, हरियाली र पार्क संरक्षण गर्ने, एसीको अत्याधिक प्रयोग घटाउने, प्राकृतिक र स्थानीय निर्माण शैलीमा अपनाउने, वातावरण समेत जीवनशैलीमा विकास गर्ने।